शिक्षा नै देशको भविष्य हो र यसलाई राजनीतिको अखाडा बन्न दिनु हुँदैन। प्रधानमन्त्री बालन शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले 100 बुँदे शासन सुधार एजेन्डा सार्वजनिक गरेको थियो, जसमा शैक्षिक संस्थाहरूलाई राजनीतिक मुक्त गर्ने र दलसँग आबद्ध विद्यार्थी सङ्गठन हटाउने उल्लेख गरिएको थियो। नेपालका विश्वविद्यालयहरूमा विद्यार्थी सङ्गठनको सुरुवात कुनै नकारात्मक उद्देश्यले भएको थिएन। सुरुमा यी सङ्गठनहरू विद्यार्थीको हक हितको संरक्षण र शैक्षिक सुधारका लागि आवाज उठाउने र विश्वविद्यालय व्यवस्थापनलाई जवाबदेही बनाउने लक्ष्यका साथ गठन गरिएको थियो। त्यो समय विद्यार्थी सङ्गठनहरू परिवर्तनका शक्ति मानिन्थे। शिक्षा प्रणाली सुधार, शुल्क नियन्त्रण, स्कलरशिप र विद्यार्थी अधिकारका लागि यी सङ्गठनहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर समयसँगै यी सङ्गठनहरूमा राजनीतिक दलहरूको प्रत्यक्ष प्रभाव बढ्दै गयो। अब यी विद्यार्थी सङ्गठनहरू स्वतन्त्र नभई राजनीतिक पार्टीका सहयोगी सङ्गठनका रूपमा चल्न थाले। विद्यार्थीको नाममा राजनीति गर्ने, चुनावको स्वार्थ पूरा गर्ने र कहिलेकाहीँ विश्वविद्यालयका वातावरण नै अस्थिर बनाउने आरोप लाग्न थाले। अनावश्यक बन्द हडताल गर्ने, नयाँ भर्ना वा परीक्षा प्रक्रियामा हस्तक्षेप गर्ने जस्ता गतिविधिहरूले शिक्षामा प्रत्यक्ष असर पार्न थाले। यसले गर्दा धेरै विद्यार्थीहरू आफ्नो पढाइमा केन्द्रित हुन नसक्ने अवस्था सिर्जना भयो। यही सबै कारणले गर्दा अहिलेको सरकारले 60 दिनभित्र विश्वविद्यालयबाट राजनीतिक दलसँग आबद्ध विद्यार्थी सङ्गठनहरूको संरचना हटाउने आदेश दिइसकेका छन्। अब यहाँ सरकारको यो फैसलाबारे धेरैजना प्रश्न उठाइरहेका छन्। के पूर्ण रूपमा विद्यार्थी सङ्गठन हटाउँदा समस्या समाधान हुन्छ त? विद्यार्थी सङ्गठनहरू नहुँदा विद्यार्थीहरूको आवाज कसले उठाइदिने? यदि प्रशासन वा सरकारबाट अन्याय भयो भने त्यसको विरोध कसले गर्दिने? यस विषयमा सरकारले भन्छ विद्यार्थी सङ्गठनको स्थानमा 90 दिनभित्र स्टुडेन्ट काउन्सिल बनाइनेछ, जसले दलीय हस्तक्षेप बिना विद्यार्थीहरूको आवाज उठाउनेछ। सरकारको यो निर्णय तपाईलाई सही लाग्यो वा गलत? आफ्नो विचार कमेन्टमा भन्नुहोला र यस्तै अपडेटका लागि यो पेजलाई फलो गर्नुहोला। धन्यवाद।